यो फोनमा चाहिँ पासवर्ड लागेर Redmi 9A गाइस, Redmi 9A यसमा चाहिँ पासवर्ड बिर्सिसक्यो। के पासवर्ड थियो थाहा भएन, बिर्सिसक्यो गाइस। यस्तो हुन्छ। अब यसलाई फ्याक्ट्री रिसेट गर्न आँटेको। पहिला यसलाई अफ गर्नु होला, पावर अफ गरिदिनु होला। ओके, पावर अफ। अब भोल्युम अफ थिच्नु होला, भोल्युम अफ। त्यसपछि पावर बटन सँगै थिच्नु होला गाइस। ओके, सँगै थिच्नु होला, थिचिराख्नु होला। पावर बटन छोडिदिनु होला। ओके, भोल्युम बटन चाहिँ थिचिराख्नु होला। त्यसपछि आउँछ वेब डाटामा जानु होला। यहाँ टच हुँदैन, भोल्युम बटनबाट डाउन गर्नु होला, पावर बटन थिच्दिनु होला गाइस। ओके, अल डाटा। ओके, कन्फर्म गर्नु होला, डाउन, कन्फर्म। पावर बटन थिच्नु होला। ल, स्टार्ट भयो गाइस। अब अल वेब डाटा, वेब अल डाटामा ओके गरिदिनु होला। ओके, कन्फर्म। रिबुट टु सिस्टम। ओके, नेक्स्ट गर्नु होला। इङ्ग्लिस युनाइटेड किङडम। नेक्स्ट, कन्ट्री सिलेक्ट गर्नु होला, कन्ट्री सिलेक्ट गर्नु होला। ओके, टिक लगाइदिनु होला यहाँ। नेक्स्ट, स्किप, एक्सेप्ट गरिदिनु होला।